गाडीमा कस्तो राम्रो गाडी है। वेलकम ब्याक, दिस इज डिभोर्स सेन्चुरी। गुड मर्निङ गुड आफ्टरनुन हुनलाई 2 मिनट बाँकी छ, सो स्टिल गुड मर्निङ छ। अनि आज सन्डे हो, वेदर एकदम चिली खालको छ। सनी पनि भइरहेछ, सन पनि आइरहेछ, क्लाउडी पनि आइरहेछ, बोथ भइरहेछ। अनि ब्याक एन्ड फोर्थ त्यो विन्डी पनि आइरहेछ, त्यही भएर चिसो भइरहेछ के। चिसो भएर मैले यो ज्याकेट पनि लगाएको छु। अब त्यही त, आज म साइकल कुदाउनु भनेर पार्कमा आएको छु। अब म त ल्याङल्याङ गर्न पनि जान्दिनँ, ढिलो पनि गर्न जान्दिनँ, बटाबटी सुरु गरिदिइहाल्नु है। ठक्क म्युजिक लगाएर म्युजिक सुन्दै जाउँ न, होइन? लेट्स गो गाइस। आज चाहिँ गाइस हावा चिसो आइरहेछ, अनि मैले ज्याकेट लगाएर आएको छु होइन। उकालो उकालो पनि छ नि त यार, उकालोले चाहिँ गाह्रो पर्छ त के। अस्तिको जस्तो दुखेको त छैन अहिले त। बाटो चाहिँ अलि अप्ठ्यारो छ कि, अरू त ठिकै छ। यस्तो गाह्रो परिदिरह बाफ्रे। ल पानीको बोतल छ नि त अगाडि। यो मेरो अर्को एउटा सस्पेन्सन भएको साइकल थियो, अनि मान्छे आउँदो रहेछ नि यार। हाई, म यो पानीको बोतल हटाउँछु ल, लास्टै डिस्टर्ब भयो क्या। गल्न चाहिँ साह्रै छिटो गल्ने यार। म त ब्यागमै बोकिदिन्छु त पानी त, पालै लाग्दैन अरे। चरा बाटो हट। कस्तो खालको बाटो आयो फेरि, जरा जरा। यो पछि गर्ने खाल्टामा उकालो रहेछ। खुट्टाको मसल चाहिँ साह्रो राम्रोसँगले बनिन्छ यार। यहाँ फेरि अलिकति घुमेर जानुपर्ने रहेछ कि। ज्याकेट खोलिदिनु पऱ्यो, चिसो हावा आउँदै थियो, तातिएर नि, तातेर एकदम उयो भयो। के हो, गोबर पनि रहेछ क्या यहाँ, हेर्ने। यहाँ त हात्ती लाग्छ कि के हो? हात्तीको गु यस्तो छ, आउँछ नि यार। यहाँनिर हात्ती आउँछ होइन, बाघहरू पनि आउँछ। तर म यहाँ आउनु थालेपछि आउनु छोडेछ भन्छ अरे। जोक आउँदैन हो, के को आउँछ। यो उयो हो, घोडा हिँड्छ नि त यो बाटो, घोडाहरू हिँडाउँछ। मान्छे त्यो हाइकिङ गर्न आउनेहरू हुन्छन् नि, त्यस्तोहरूले चाहिँ हगिरहेको छ। भार बोक्नु सक्दैन बिचरा हो। अनि के भन्छ, वाट के खान्छ यो मान्छेहरूले भन्छ घोडाले, उसकै ल्याङ्ग्वेजमा। मान्छेले थिचाउँछ त्यस्तै होइन। कस्तो ठुटाहरू रहेछ यार यहाँ, लास्टै ठुटा काटेर राखेको रहेछ। अहिले घाम पनि लागिरहेछ, धुम्मी पनि रहेको छ कि, दुइटै भइरहेछ। तर अहिलेको हावा त आउनु छोड्यो यार। अहिले मौसम यस्तै हुन्छ नि, बिजोडको मौसम। अब यो चराले मलाई यहाँ नि उडेर ब्लक गरिदिइरहेको क्या चराले। ए घोडाको यहाँनिर दागहरू छ। म त यार यो लास्टै गल्यो क्या, छोडेर प्याडल हान्न पनि गल्यो।
हिजो त खुट्टाको वर्कआउट गरेको थिएँ नि थोरै वर्कआउट गरेन हिजो खुट्टाको कि आज अलिक बेसी दुःख होला फेरि आज घाम लाग्दैको थियो नि त अनि त्यही भएर मिस नगरेको थिएँ क्या यहाँनिर के को डिरेक्सन आयो कि एलिगेनी काउन्टी पार्क्स कता गयो आकाशतिर पो जाँदैछ त देख्नु भएन एलिगेनी काउन्टी पार्क्स भनेर लेखेको थियो पार्क्स होइन पार्क्स यहाँबाट चाहिँ जुन चढेर ल लास्टै नेरो बाटोहरू के मान्छे यो ब्यालेन्स मिलेन भने चाहिँ नि सिधै माथि तल खोल्चीमा यहाँबाट सिधै यहाँबाट लडेको यहाँबाट चाहिँ यो बाटोबाट यो बाटो भयो यहाँबाट पल्टेको सिधै माथि पुगिन्छ ऊ त्यहाँ देख्नुभयो त्यहाँ पुगिन्छ मेरो एयर ब्याट्री पनि सकिन लागेछ अब यहाँबाट बाटोहरू क्या डेन्जर आउँछ नि यार यही नै अन्त मजा त होइन अलिकति ब्यालेन्स मिलेन भने भनिहाल्यो नि अघि त्यो देखाएको थिइनँ अहिले खोल्ची त्यहाँ पुगिन्छ क्या त्यहीँ पुगिन्छ एलिगेनी पार्क्स यहाँ पनि लेखेर छ कता जाँदैछ यार उयो ग्याम्बल खोइ यार यहाँ चलो रे चलो हम जाते हैं ओए अलमोस्ट खाडीमा क्या अलमोस्ट खाडीमा पस्यो त्यस्तै हुन्छ नि मैले भनिहालेँ नि त कति लडिन्छ होइन चोटहरू पनि लाग्छ क्या कति धेरै लाग्छ नि चोटहरू पसिना आइसक्यो यार मलाई त जाइदिउँ ल बाटो जाने बाटो आयो कि बाटोमा निस्क्यो गाडी पर पार्कमा रहेछ जानुपर्छ यार यहाँबाट छिरेर चाहिँ पर रहेछ क्या पर्को लास्ट टाइमको त्यति दुखेको थिएन आज चाहिँ साह्रो दुख्यो क्या खुट्टा अघि जङ्गलमा त त्यस्तो साह्रो चिसो हावा आएको थिएन औल त हावा हान्न थाल्यो यार चिसो यहाँबाट लेफ्ट टर्न गर्नुपर्छ टकबर गरेर क्या तोर्से गाडी जुमा कस्तो राम्रो गाडी है कुन सालको गाडी है यो गाडी चाहिँ के खालको गाडी हो यार अब यो कसरी बम्परमा हान्छ त बाटोमा पनि हान्छ जस्तो छ एउटा सानो रोडमा नि सेल्फी झिक्दैको गाडीहरू अमेरिकामा यस्तो कहिले कुन सालको गाडी हो टार्जन गाडी हो यो टार्जन पाइपले पनि भुइँमै छिरहेको रहेछ ल पुग्छ गएको मेरो त ठुलो गाडी छ बाई